बाबुलाल हस्ताको यो क्रस डिफेन्स लाइनबाट बल क्लियर गर्न सफल भएको छ बिर्ता मोड भेटरान निलो। यहाँ अझै पनि उर्लाबारी बल पोजिसनमा त्यो कन्ट्रोल भने त्यति राम्रो रहन सकेन। अब भने बल पोजिसन जित्न सफल बिर्ता मोड भेटरान्स। प्रवेश कटुवालको पास त्यहाँ मिस रहन पुग्यो बाबुलाल। यहाँ प्रवेश कटुवाल पुनः साथी खोज्दै अगाडि भागमा यहाँ कृष्ण साक्यका लागि यो क्लियरेन्स अझै पनि यो प्रहार यहाँ कृष्णलाई मौका र गोल। बिर्ता मोड भेटरान गोल गर्न सफल भएको छ। उत्कृष्ट क्रसमा त्यहाँ कुनै गल्ती नगरी कृष्ण साक्यले बललाई जाली सुमाइदिएका छन्। त्यति नै राम्रो त्यो असिस्ट रबिन राईको रहेको थियो। राइट फ्ल्याङ्कबाट डी बक्समा दिएको त्यो क्रसलाई युटिलाइज गर्दै कृष्ण साक्य गोल गर्न सफल भएका छन्। बिर्ता मोड भेटरानको तर्फबाट पहिलो गोलकर्ता जर्सी नम्बर 7 का कृष्ण साक्य। गोलकर्ता जर्सी नम्बर 7 कृष्ण साक्य। स्कोर बिर्ता मोड भेटरान फुटबल क्लब निलो 1। यहाँ पुनः मौका बनाउन चाहन्छ बिर्ता मोड। यो रत लगत्तै ढल्के जवानले यहाँ बराबरी गोल गर्न सफल भएको छ। उत्कृष्ट प्रहारलाई त्यहाँ पुनः जाली चमाउँदै बिर्ता मोड भेटरान्सले लिएको अग्रताको त्यो खुसियाली मनाउन नपाउँदै गोल कन्सिड गर्न पुगेको छ र ढल्के जवान बराबरी गोल गर्दै खेलमा फर्किएको छ। रोचक खेल सुरुवातबाट नै यहाँ बिर्ता मोड भेटरान प्रवेशले त्यहाँ साइडमा खेलिदिएका छन्। खतरा हुन सक्छ। यो प्रहार र गोल गर्न सफल भएका छन् पुनः बिर्ता मोड भेटरान्सका लागि जर्सी नम्बर 2 का रबिन राईको प्रहार त्यहाँ फार पोस्टमा जाली चुम्न सफल भएको छ र यससँगै पुनः अग्रतामा बिर्ता मोड भेटरान निलो। उत्कृष्ट शट कुनै गल्ती नगरी रबिन राईले बललाई जाली चुमाइदिएका छन्। भेटरान्स फुटबल क्लब का लागि अर्को गोल। गोलकर्ता जर्सी नम्बर 2 रबिन राई। यहाँ पुनः कृष्ण साक्यका लागि यो मौका र गोल। बिर्ता मोड भेटरान रोकिएको छैन। एकपछि अर्को गोल गर्दै यहाँ कृष्ण साक्य टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गर्न सफल भएका छन् र पहिलो हाफमा नै 3-1 को अवस्थामा पुगेको छ यो खेल। उत्कृष्ट कम्बिनेसन त्यहाँ बिर्ता मोड भेटरान फुटबल क्लबका तर्फबाट तर ढल्के जवान भेटरान क्लबको त्यो डिफेन्सिभ ल्याकलाई मौकाको फाइदा उठाउँदै बिर्ता मोड भेटरान निलोले पुनः अर्को गोल गर्न सफल भएको छ। प्रवेश कटुवाल छन् बलमा। पूर्व राष्ट्रिय खेलाडी तथा नेपालको राष्ट्रिय टिमबाट सहायक प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ र मच्छिन्द्र फुटबल क्लबलाई 2 सिजन लिग च्याम्पियन बनाउँदा प्रवेश कटुवाल कोचको भूमिकामा र अहिले पनि मच्छिन्द्र फुटबल क्लबको कोचको भूमिकामा हुनुहुन्छ। तर आज बिर्ता मोड भेटरान निलोको तर्फबाट यहाँ उत्कृष्ट फुटबल खेल्दै आफ्नो खेल जीवनलाई स्मरण गरिरहनु भएको छ। अनुभवी पूर्व खेलाडीहरू यो मैदानमा यो मौका हुन सक्छ तर डी बक्समा त्यो बलको मुभलाई भने कुनै खेलाडीले बुझ्न सकेनन्। लेफ्ट फ्ल्याङ्कबाट त्यहाँ पुनः टेकराज तिलिङ बाजे बल लिएर अगाडि बढ्दै यहाँ अवसर हुन सक्छ। रबिन यो लङ रेन्जबाट शट प्रहार गरेका थिए तर सिधै गोलकिपरको हातमा पुगेको छ बल। यहाँ बिर्ता मोड भेटरान पुनः बल जित्न सफल भएको छ। प्रवेश कटुवाल बल लिएर अगाडि बढेका छन्। आफै रबिनलाई दिएका छन्। रबिन यो प्रहार भने टार्गेटमा रहन सकेन। रबिन राईको प्रहार। मोड भेटरान त्यहाँ रबिन बल जित्न सफल भएका छन्। रबिन साथी खोजिरहेका छन्। रबिनले त्यहाँ अग्रभागमा राम्रो बल यो कृष्ण साक्यका लागि त्यहाँ सेट गरिदिएका छन्। कृष्ण साक्य डी बक्समा अझै पनि रबिनका लागि यो कम्बिनेसन अझै पनि बल क्लियर भइसकेको छैन। कृष्ण साक्य छन् बलमा। टेकराजका लागि दिएका छन्। टेकराज तिलिङ ब्याक पास जवान खेलमा फर्किनेछ या बिर्ता मोडले थप गोल गर्नेछ त्यो भने हेर्न बाँकी नै छ।
कृष्ण साक्य बलमा राइट फ्ल्याङ्कबाट प्रवेश कटुवालले अग्रभागमा राम्रो पास दिएका छन् यहाँ रबिन राई बलसम्म पुगिसकेका छन् रबिनको क्रस र गोल गर्न सफल भएका छन् पुनः रबिन राई यो दोस्रो हाफको पहिलो मिनेटमा नै त्यहाँ गोलकिपर झुक्किन पुगेका छन् तिलक तामाङ डिफेन्स लाइनलाई बिट गर्दै प्रहार गरेका थिए र बलले जाली चिम्न सफल भएको छ इन्टरनेट पार्टनर भायोनेट सधैँ कनेक्ट रहनेछ भने मेडिकल पार्टनरमा बिर्ता मोड नगर अस्पताल मिडिया पार्टनर गेम अफ नेपाल रहेको छ यहाँ मौका हुन सक्छ त्यहाँ फल जित्न सफल भएका छन् र यो पेनाल्टी दिएको छ ढल्के जुबान भेटरान क्लबका लागि त्यहाँ क्याप्टेन फल गर्न पुगेका छन् आत्मसात गर्दै यो प्रतियोगितालाई आयोजना गरेको छ यहाँ पेनाल्टीको मौका यो प्रहारलाई त्यहाँ बचाउने कोसिस त गरेका थिए तीर्थ रिजालले तर जाली चिम्न सफल भएको छ र केही संकेत देखाएको छ ढल्के जुबानले खेलमा फर्कनका लागि 2-4 को अवस्थामा यो खेल अब भने यो क्रसलाई भने त्यहाँ सुदर्शन गुरुङले क्लियर गरेका छन् यहाँ कृष्ण साक्य बल लिएर अगाडि बढेका छन् खतरा हुन सक्छ ढल्क्यो जुबानका लागि कृष्ण साक्य त्यहाँ क्रस गर्दै र यो मौका र गोल गर्न सफल भएका छन् पुनः कृष्ण साक्य त्यहाँ आफै प्रहार नगरी आफ्ना टिममेट सन्तोष राईका लागि त्यो बल सेट गरिदिएका थिए र सन्तोषले कुनै पनि गल्ती नगरी बललाई जाली चुमाइदिएका छन् यहाँ गोल वर्षा देखिरहेका छौँ आज हामी बिर्ता मोडको तर्फबाट 5-2 को अवस्थामा पुगेको छ खेल कृष्ण साक्य बल जितेका छन् कृष्ण रबिन त्यहाँ बल लिएर अगाडि बढ्ने क्रममा रबिन राई एक्लै बल लिएर अगाडि बढेका छन् साइडमा प्रवेश कटुवाल त्यहाँ उनलाई सपोर्टका लागि प्रवेश यो बल क्रस गर्नेछन् त्यहाँ प्रवेशले डी बक्समा रबिनका लागि रबिन पुगिसकेका छन् बलमा खतरा हुन सक्छ रबिन यो पास र गोल गर्न सफल भएका छन् त्यहाँ टेकराज तिलिङ उत्कृष्ट कम्बिनेसन बिर्ता मोड भेटरान्सको तर्फबाट यो 6औं गोल गर्न सफल भएका छन् टेकराज तिलिङ बाबुलाल सुनफलमा बाबुलाल हस्ता ढल्के जुबानका लागि तारा कटुवाल ताराले त्यहाँ पुनः निरु लिम्बूका लागि खेलिदिएका छन् निरु तारा कटुवाल तर उनी त्यहाँ बल लुज गर्न पुगेका छन् गणेशको प्रहार अग्रभागमा यहाँ कृष्ण साक्यलाई दिएका छन् राइट फ्ल्याङ्कबाट कृष्ण त्यहाँ क्रस गर्नेछन् बललाई डी बक्समा कृष्ण साक्य अझै पनि कृष्णको क्रस र यो अर्को गोल गर्न सफल भएको छ बिर्ता मोड भेटरान कृष्ण साक्यको असिस्टमा त्यहाँ पुनः गोल गर्न सफल भएका छन् कुमार सुब्बा सम्भवतः त्यहाँ गोल गर्न सफल भएका छन् रहेको छ नेहरू लिम्बू बलमा छन् नेहरू त्यो बल कन्ट्रोलमा भने त्यहाँ गल्ती गरेका छन् र यो सँगै खेलको निर्धारित समय सकिएको छ म्याच रेफ्री लखन जैसवालको लामो विसलसँगै खेल सकिएको छ पाहुना टोली ढल्क्यो जुबानुरला बारीलाई 7-2 गोल अन्तरले पराजित गर्दै बिर्ता मोड भेटरान्स निलो अन्तिम 4 मा प्रवेश गरेको छ।